काठमाडौँ जिल्लाभरिको चाहिँ सबै उठाउने हो कि के हो? अहिले चाहिँ जोखिमयुक्त बस्तीहरू जुन खोला किनारमा छन् यसलाई मात्रै पहिलो चरणमा र दोस्रो चरणमा चाहिँ सुकुम्बासी बस्तीहरूमा उहाँहरूको व्यवस्थापन भइसकेपछि मात्रै उठाउँछौँ। दर्शकवृन्द, सिरियामा खसेको बम र त्यसपछि ध्वस्त भएको बस्ती अथवा सहर जस्तो देखिने यो वारपारको दृश्य काठमाडौँको हो। त्यो पनि सुकुम्बासी बस्ती अर्थात् खोला अतिक्रमण गरेर बनाइएका कतिपय घर टहरा मात्रै नभएर पक्की महलहरू 4-5 तले घरसम्म यसरी सरकारले डोजर चलाएको छ। कसैले उठाउन सकेको छ। अहिले कुन जडीबुटी खाएर आए त बालेन शाह? अब कुन नेपालको लागि रावणको उचली राखेको थियो, राम भएर निस्क्यो। यो यति भइसकेकोमा 2-4 घर निस्किन्छ, त्यति मात्र सुकुम्बासी, अरू सबै हुकुमबासी हो है। कसरी त पार्टीहरूले कसरी बिगारे? पार्टीहरूले आफ्नै नेताहरूलाई आफ्नै कार्यकर्तालाई बानेर म छु उठ्दैन, उठ्नु पर्दैन बस। अब कसैले उठाउनु खोज्यो भने कहिले माओवादीले रोक्छ, कहिले एमाले रोक्छ, कहिले कङ्ग्रेसले रोक्छ, उनीहरूको भोट बैंक। त्यसरी उठ्न सकेको थिएन। यो वारपारको दृश्य जहाँ कुनै विपद आए जस्तो 72 को भूकम्प जस्तो अर्थात् कुनै युक्रेनतिर, रसियातिर अथवा अहिले चलिरहेको द्वन्द्वग्रस्त मुलुकहरूतिरको फाँडिएको बस्ती जस्तो देखिने ठाउँ यो केवल सरकारको डोजरले सरकारी सार्वजनिक सम्पत्ति अतिक्रमण गरेर बनाइएका घर टहरा, पावर र पहुँचको आधारमा ठडिएका महलहरूमा डोजर चलेको छ। उसो त कतिपय छत्रछायामा परेका गरिब जनताहरू, निमुखा जनताहरू पनि यहाँ थिए होला। त्यसलाई सरकारले व्यवस्थापन गर्नेछ, गर्नुपर्छ। हामी पाइला पाइलामा त्यो हिसाब खोज्नेछौँ। नमस्ते हजुर अङ्कल। नमस्ते। हजुरको शुभ नाम चाहिँ? सानुकाजी महर्जु। ए, यो अहिले शङ्खमुल क्षेत्रमा जुन डोजर चल्दैछ नि, यो ठाउँ पहिले कस्तो थियो? यो ठाउँ पहिला अब सबै जग्गा हो। हजुर, हाम्रो पहिला लाल पूजा त्यसको 11-12 सालको पहिला खोला छ नि, खोला कहिले यता हान्छ कहिले उता हान्छ। 11 सालदेखिको हाम्रो कागज हामीसँग छ। यो सुकुम्बासी बसेको पनि छ। पछि 21 साल नापी हुँदाखेरि त्यो कट्यो। हजुर, 21 सालमा जति उसमा नक्सामा थियो त्यति मात्र गएको थियो। फेरि खोलाले छोड्यो। फेरि खोलाले छोडेपछि फेरि बस्न आएको। यो कति सालदेखि उहाँहरू बस्नुभएको हो? यो बसेको 41 सालदेखि हो। कसरी सुरुवात भयो त उहाँहरू बस्नलाई? कुनै राजनीतिक परिवर्तन भयो कि आन्दोलन भयो? राजनीतिक परिवर्तन भएर त्यस्तो भएर आएको होइन। यो पहिला लालटी चिन्ह लिएर जित्ने छ नानमाई दाल। नानमाई दाल र बिजुर बच्चा भन्ने वडा अध्यक्ष छ नि, उनीहरू दुईजना मिलेर पहिला राख्न ल्याएको यहाँ। सुरुवातमा त्यसरी 1 घर 2 घर हुँदै बढ्दै सुरुवातमा कति घर थियो होला? सुरुवातमा करिब 100 घर, 70-80 घर जति ल्याएको थियो। नमस्कार, म कृष्ण कटेल। बिहानैदेखि सरकारले बल्खु, बङ्सीघाट सहितका बागमती किनारका धेरै घरहरूमा डोजर चलाइसकेको छ। कतिपय पक्की घरहरू, कतिपय टिनका छाना भएका घरहरूमा महानगरपालिकाको प्रहरी सहित सङ्घीय सरकारको टिमले डोजर चलाएको छ। हामी यो फिल्डमा रहेका छौँ र काठमाडौँ उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त यति बेला फिल्डमा हुनुहुन्छ विकास आयुक्त जानकी ढकाल। नमस्ते म्याम। नमस्ते। निरीक्षणमा आउनुभयो? हजुर, धेरै ठाउँमा त यहाँहरूले उठाइसक्नुभयो। बागमती भयो, थापाथलीदेखि तिनकुने, मनोहरा हुँदै आज मात्रै धेरै बङ्सीघाट, कतिवटा उठे अहिलेसम्म? कति घर धुरी? घर त अब ठ्याक्कै यति भन्न सकेन, अब थाहा होला एकछिनपछि। हजुर, 400-500 जति त उठ्यो होला। हजुर, बाँकी अन्त पनि छ भनेपछि काठमाडौँ जिल्लाभरिको चाहिँ सबै उठाउने हो कि के हो? अहिले चाहिँ जोखिमयुक्त बस्तीहरू जुन खोला किनारमा छन् यसलाई मात्रै पहिलो चरणमा र दोस्रो चरणमा चाहिँ सुकुम्बासी बस्तीहरूमा उहाँहरूको व्यवस्थापन भइसकेपछि मात्रै उठाउँछौँ। हजुर, अहिले भनिसकेपछि खोला किनारका चाहिँ उठाइने भयो? हजुर, जोखिमयुक्त बस्तीहरू। अहिले जहाँ डोजर चल्दैछ, शङ्खमुल भयो, कतिपय बालाजुमा बाँकी होला, ती अरू क्षेत्रहरूमा चाहिँ कतिको जोखिम छ या शान्तिपूर्वक तरिकाले उठाउँदै हुनुहुन्छ? सबैतिर यस्तै शान्तिपूर्वकै छ। हजुर, त्यस्तो समस्या छैन। अब सबैजना छोडेर गइसक्नु भएको छ अधिकांश अहिले त। विष्णु जोशी सर, प्रमुख एसपी साहब हुनुहुन्छ महानगरबाट। सर नमस्ते। हजुर, दिउँसोसम्मको रिपोर्टिङ के छ सर? बल्खु 70% सक्यौँ हामीले। हजुर, बल्खुमा बाँकी छैन। हजुर, कालीमाटीको पुलको दक्षिणतर्फ एउटा भवन बाँकी छ। हजुर, 20-22 वटा घर त्यहाँ पनि सकियो। 7वटा घर जति बङ्सीघाटमा बाँकी छ। हजुर, त्यो पनि अब 1 घन्टासम्म सकिन्छ होला। हजुर, त्यसपछि अहिले हामी शङ्खमुलमा छौँ। यहाँ सकेर कता जानुहुन्छ कि के छ? सकेर आज यहीँ सकिन्छ होला जस्तो लाग्छ मलाई। हेरौँ, यहाँ छिटै सकियो भने हामी
अन्त कतै अरू क्षेत्रहरूमा छ। अब हेर्नु न, यो शङ्खमुलको त बरु सानो रहेछ होइन, सानै एरिया भनौँ। उता आज बङ्सीघाटमा चल्यो, त्यहाँ पनि थुप्रै 200 जति घर, बल्खुमा उस्तै। अब मनोहरामा त कुरै छोडिदिनु, जडीबुटी क्षेत्रमा त कति हो, कति 1400 जति घर धुरी होइन। अनि थापाथलीमा अस्ति त्यही भइगयो, थाहा पाइहाल्नु। तिनकुनेतिर झन् उस्तै छ। त सबै पार्टीहरूले गरेको, कसरी पार्टीहरूले, पार्टीको नेताहरूले गरेको। यो अब यो आएकोमा यो यति भइसकेकोमा 2-4 घर निस्किन्छ, त्यति मात्र सुकुम्बासी, अरू सबै हुकुमबासी हो है। कसरी त पार्टीहरूले कसरी बिगारे? पार्टीहरूले आफ्नै नेताहरूलाई, आफ्नै कार्यकर्तालाई बानेर म छु, उठ्दैन, उठ्नु पर्दैन बस। अब कसैले उठाउनु खोज्यो भने कहिले माओवादीले रोक्छ, कहिले एमाले रोक्छ, कहिले कङ्ग्रेसले रोक्छ, उनीहरूको भोट ब्याङ्क। त्यसरी उठ्न सकेको थिएन, कसैले उठाउन सकेको छ। अहिले कुन जडीबुटी खाएर आए त बालेन शाह? अब कुन जे होस्, नेपालको लागि रावणको उचली राखेको थियो, राम भएर निस्क्यो हो र? हजुर। तर कतिपय दुखी पीडितहरूको त बिजोग भयो भन्ने कुरा आयो। त्यहाँ अलिअलि होला, दुखी पीडितहरूलाई पनि उसले व्यवस्था गर्छ होला। गरिरहेको छन्, गर्यो भने राम्रो। मसलामा जाने, नाम टिपाउने, नभएको मान्छेलाई दिनुपर्छ। हो, भएको मान्छेहरूलाई चाहिँ उग्रेर नभएको मान्छेलाई दिनुपर्छ। त्यही त नि। हेर्नुहोस् त, यो खोला नदी किनार होइन, अतिक्रमण पनि थियो, कतिपय वास्तविक गरिब जनताहरू पनि छन्, तर धेरै जसो चाहिँ कतिपय भाडा खानेहरू होइन, धेरै जसो भाडा खानेहरू अलिअलि मात्र छ, सबै भाडा खानेहरू। त्यो अवस्था थियो। के सुझाव दिनुहुन्छ अब सरकारलाई? कस्तो बनाउनुपर्छ यो क्षेत्रहरू जहाँ खाली भयो? सरकारले यो अब खाली भएको ठाउँमा राम्रोसँग पाठशार, अब सरकारलाई के चाहिन्छ त्यो गर्नुपर्छ। सरकारलाई व्यवस्थापन होइन, अब सरकारलाई जे चाहिन्छ त्यो गर्नुपर्छ। तपाईँ भनिसकेपछि यो जुन अव्यवस्थित बसोबासहरू सरकारले उठाइरहेको छ, डोजर चलाइरहेको छ, यसमा तपाईँ सहमत हुनुहुन्छ? नभएको मान्छेले दिनुपर्छ, भएको मान्छेको उ गर्नुपर्छ। नभएको मान्छेलाई चाहिँ दिनुपर्छ। वास्तविक सुकुम्बासीलाई चाहिँ जनतालाई घर पनि दिनुपर्छ, रोजगारी दिनु पर्यो, बसोबास दिनु पर्यो, शिक्षा, स्वास्थ्य, रोजगारी सबै दिनु पर्यो। हस्, थ्याङ्क यू। सार्वजनिक सम्पत्ति संरक्षण गर्ने यो प्रयास भने सानो हिम्मतले आएको छैन। यही ठाउँमा जहाँ 4-5 तलेसम्मको घरहरू लाखौँ भाडा उठाएर असुल्ने र आफूलाई सुकुम्बासी भन्नेहरू यति बेला दुलो पसेका छन्, तर वास्तविक जनताहरू यसरी सामान उठाउन भ्याएको अवस्था छैन र वास्तविक जनताहरू भने सडकमै छन्। अहिले तपाईँ आफै स्थलगत रूपमा आउँदाखेरिको अवस्थामा के पाउनुभयो? अब हामीले सोच्दाखेरि चाहिँ अलिकति छोडाउन गाह्रो होला भन्ने लागेको थियो होइन। स्वतस्फूर्त रूपमा सामानहरू सारिसक्नु भएको छ, केही थोरै मात्रामा सामान सार्न बाँकी छ, बाँकी लगभग आफै खाली भइसकेको अवस्था छ। अहिले ठिकै छ, सौहार्दपूर्ण छ, शान्तिपूर्ण छ, यहाँहरूले पनि देखिराख्नु भएको छ। यो बिचमा के छ, सरकारको निकायहरूको तादाम्यता कतिको छ? किनभनेदेखि यहाँका कतिपय वास्तविकलाई त उठाउँछौँ, घाँसबास व्यवस्था गर्छौँ तत्काललाई भन्ने कुरा पनि छ होइन। केबिडिएको भूमिका के छ यसमा? यसो छ, अब अहिले सरकारको सम्पूर्ण निकायहरूले काम गरिरहेको अवस्था हो। केबिडिएले अब सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व केबिडिएको पनि हो, स्थानीय सरकार पनि हो। अर्को कुरा चाहिँ हामी सबै नागरिकको हो। त्यो हिसाबले सरकारले गरेको काममा हामी पनि सहकार्य गरिरहेका छौँ। सबै निकायको उत्तिकै भूमिका छ। अहिले तपाईँहरू त निर्मम बन्नुभयो भन्ने छ नि, निर्दयी बन्नुभयो भन्ने कुरा छ। सरकार त अहिले निर्मम पनि होइन, निर्दयी पनि होइन, सरकारले उचित व्यवस्थापन गर्छ, त्यो पनि योजना बनाइसकेको अवस्था छ। हजुर, सम्भव छ सुकुम्बासी वास्तविक भूमिहीनलाई तपाईँहरूले एउटा मानवीयता अथवा संविधान प्रदत्त सम्पत्तिको हकमा ल्याउन सक्नुहुन्छ? जग्गा दिन सकिन्छ? जग्गै नभनौँ, जग्गा होला, अपार्टमेन्ट होला, जस उहाँहरूको बसोबासको व्यवस्थापन हुन्छ। अहिले जुन विभिन्न ठाउँमा कन्तबिजोग भयो भन्ने कुराहरू पनि आइरहेको छ खानपानका कुराहरूमा। अब यो यति ठुलो काम गर्दाखेरि होइन, थोरै काहीँ कमी कमजोरी भयो होला कतै न कतै, तर तपाईँहरूले पनि देख्नुभयो होला, फिल्डमा जानुभयो होला, होटलमा लजमा पनि हेर्नुभयो होला, राधेस्वामीमा पनि हेर्नुभयो होला। भनेपछि त्यति साह्रै बिजोग भएको अवस्था छैन। केही समस्याहरू पक्कै पनि आउँछ, त्यो स्वाभाविक हो, त्यसलाई हामीले क्रमशः समाधान गर्दै गइरहेका छौँ। जनताहरू पक्कै पनि अहिले आशावादी देखिन्छन् सरकारबाट, नत्र उनीहरूले विरोध पनि गरेनन्। एउटा ढुङ्गा समेत, एउटा इँटा समेत बजारेका छैनन् भनेपछि गर्ला है सरकारले भन्ने खालको यो ठुलो आशा जनतामा छ। यसलाई निराशामा परिणत हुन त दिनुहुन्न नि? यो सरकारले उचित व्यवस्थापन गर्ने भनेपछि निराशामा परिणत हुने अवस्था नआउला। हस्, धन्यवाद। जतिमा माइकिङ भएको छ यो ठाउँमा अब लगातार चल्ने हो? यो विश्राम लिँदैन। अब यस्तो छ,
अन्डे कार्यालय भएको दिन काम गर्न गाह्रो हुन्छ। हजुर बिदाको समयमा गर्न सकिन्छ। हो, कतिपयले सामान सडकमा राख्नु भएको छ र उहाँहरूले आशा गर्नुभएको छ ओहो सरकारको गाडी आउला, महानगरको गाडी आउला भन्ने आशा पनि कतिलाई देखिन्छ होइन, रङ्गशालासम्म अथवा कहीँसम्म पुर्याइदिए हुन्थ्यो भन्ने पनि छ सर। धेरै दिन हामीले सहजीकरण गऱ्यौँ। अब कति दिन गर्ने भन्ने कुरा हो। यहीँ पनि हेर्दाखेरि अब उहाँहरूले आफै आफ्नो सामग्रीहरू बोकिराख्नु भएको छ। हजुर। एक दुईजना कोही त्यस्तो अशक्तहरू हुनुहुन्छ, उहाँको कोही छैन, होमलेस हुनुहुन्छ, साह्रै पीडित हुनुहुन्छ भने त्यस्तोमा हामी अब पुनर्विचार गर्छौँ, सामान सार्दिनुसम्म गर्छौँ। बाँकी आफै साइड राख्नु भएको छ, उहाँहरूको गन्तव्य आफै तय गर्दै हुनुहुन्छ। उहाँहरू यो माधवराज अधिकारी घर हुम्सा हो। यो जुन सुकुम्बासी बस्तीमा डोजर चलिरहेको छ काठमाडौँका खुला किनारका बस्तीहरूमा, यसलाई कुन रूपमा हेर्नुहुन्छ? यो सकारात्मक हो कि? यो सुकुम्बासीको लागि चाहिँ सरकारले चाहिँ कुनै ठाउँमा लगेर राखेर व्यवस्थित गरेर त्यही अनुसारको सिस्टम राखिदिए भए हुन्थ्यो। एकाएक यो सरकारले के नै गरे जस्तो गरेर जनतालाई चाहिँ बाँच्ने अधिकार पनि त्यो वञ्चित भएको कसै बच्चाको के अरे जाँच चलिरहेको छ, त्यसले कसै लेख्छ उसले एकपल्ट सोचौँ त। बच्चा के अरे सुत्केरी के अरे आइमै छ, के अरे घसारीले लिएर गएको छ। सरकारको यही प्रश्नमा तर्क के छ भने पहिलेका सरकारहरूले पनि लगत सङ्कलन भने के गरे, वास्तविक निकाल्न सकेनन्, अनि यति समय दियो उति समय दियो उठेर गएनन्, बरु अहिले उठाउने वास्तविक सुकुम्बासी कन्ट्याक्टमा आउँछन्, उनीहरूलाई व्यवस्थापन गर्ने भन्ने कुरा छ। उठाउने त्यसरी भुटानमा नेपालीले खाइने, त्यसरी नेपालीहरूलाई ख्याने षड्यन्त्र हो। नेपाली नागरिकलाई भुटानी जस्तै खाइने षड्यन्त्र हो। यो नेपाली बुझाएर बिस्तारै बुझ्छन् के पनि हेर्ने हो। तपाईँ सहमत हुनुहुन्न त्यसो भए? यो बागमती विष्णुमती किनारको यो क्षेत्रलाई विकास गर्छु भन्दा सहमत हुनुहुन्न? भुटानका जनताले पनि नेपालीले पनि अधिकार खोज्ने भयो, सबै त्यहाँबाट के अरे लगाइदियो। यो कुरा बुझ्नुपर्छ। यहाँ पनि त्यस्तो केही हुँदैन। यो हजुर यो के अरे तपाईँको यो के अरे रङ्गशाला राखेको मान्छेलाई घर जाउँ त्यहाँ नबस्छ भनेर के अरे भनेको आइसक्यो। यसको बारेमा सरकारले सोच्छ कि त्यहाँ राखेको मान्छे त गर्ला भन्ने आशा त होला नि त तपाईँलाई पनि? 0%। यो किन यति साह्रो चाहिँ गर्दै गर्दैन भन्ने यो 2/3 सरकारलाई तपाईँ विश्वासै गर्नुहुन्न? जनता बेकुफ भयो, जनताले नचाहेर भोट हालेको यो कष्ट भयो के पनि छैन। जनता अहिले बेकुफै भएका हुन्। 64मा के भएका जनता? 64को निर्वाचनमा फ्याल्नु नै देश बिगार्नु हो। 72मा के भएका? त्यही हो, राष्ट्र संस्था फ्याल्नु। 74को चुनावमा त्यही हो, जनता हजुर राष्ट्र संस्था फ्याल्नु नै जनताले दुःख पाए। सबै निकायमा खटिएका डोजरदेखि लिएर सुरक्षाकर्मीहरू बिचमा कुनै किसिमको प्रतिकार अथवा आक्रोश छैन नि जनताबाट? कतै मतभिन्नता पनि छैन, आक्रोश केही त्यस्तो डिफेन्स पनि कतै छैन। स्मुथली सबै ठाउँमा राम्रोसँग काम भइरहेको छ। हजुर, हामी जहाँ उभिएका छौँ सङ्घमूलको यो बाटो र भित्रपट्टिको केही बाटोको बिचमा पनि केही नम्बरी जग्गाहरू र केही घर छ भन्ने सुनिएको छ, त्यसलाई के गर्नुहुन्छ यहाँहरू? सँगसँगै हामीसँग प्राविधिक पनि हुन्छ, प्राविधिकको गाइडलाइन अनुसार गर्छौँ हामी। हवस्, धन्यवाद सर। हवस्, धन्यवाद सर। दर्शकवृन्द, अगाडि डोजर चलिरहेको छ। काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको निकाय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता अधिकार सम्पन्न एकीकृत आयोजनाका व्यक्तित्वहरू सहित सरकारी निकायका व्यक्तित्वहरू यो फिल्डमा आइरहनु भएको छ र यहाँको अवस्थालाई हामी रिपोर्टिङ गरिरहेका छौँ। यहाँ भएका सुकुम्बासी बस्तीमा लगातार डोजर चलिरहेको छ।